हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज म तपाईँहरूलाई चाहिँ मेरो युट्युब च्यानल मार्फत चाहिँ यो त्रिभुवन युनिभर्सिटी विश्वविद्यालयले चाहिँ एउटा सूचना प्रकाशित गरेको छ। त्यो के हो भन्दाखेरि यहाँ तपाईँले देख्न सक्नुहुन्छ, रिभाइज्ड इक्जाम सेड्युल 4 इयर्स बिएससी बिबिएस बिए बिएड गरेर 4th year 2081 भनेर छ होइन। सो यहाँ तपाईँले तलपट्टि गइसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्कु भन्छ। इक्जाम सेड्युल 4 इयर्स बिएससी र बिबिएस बिए एन्ड बिएड 4th year 2081 भनेर छ। र त्यसमा तपाईँले तल गएपछि यहाँ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्कुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप 2082 सालमा सञ्चालन हुने 2081 सालको 4 वर्ष स्नातक तह 4औं वर्षको मानविकी शिक्षाशास्त्र व्यवस्थापन संकाय र विज्ञान तथा प्राविधिक अध्ययन संस्थानतर्फका नियमित आंशिक तथा मौका परीक्षा दिने परीक्षाको निम्ति कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सबै जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ भनेर छ। आई होप तपाईँले चाहिँ यो सूचना अन्तर्गत चाहिँ बुझिसक्नु भयो होला। तपाईँहरूको चाहिँ यो इक्जाम सेड्युल 4 वर्ष जुन कोर्स छ त्यसमा तपाईँको बिएससी बिबिएस बिए बिएड 4th year वालाको त्यसको तपाईँको चाहिँ इक्जाम सेड्युल आएको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ 4 इयर्स बिएससी 4th year न्यू कोर्स भनेर छ। न्यू कोर्सको लागि चाहिँ परीक्षा समय बिहान 7 बजेदेखि 10 बजेसम्म छ। र तपाईँले चाहिँ यो सायद तपाईँले यो आफ्नो यहाँ तलपट्टि गर्नुभयो भने यो डेट र दिन तपाईँको कुन सब्जेक्ट परेको छ त्यो तपाईँले आफै यहाँ छुटाउन सक्नुहुन्छ। र त्यसै गरी 4th year बिएससी 4th year पार्सियल ओल्ड कोर्स एन्ड चान्स, यो पुरानो कोर्स साथसाथै चान्स पाउनेहरूको लागि चाहिँ मौका परीक्षाको लागि चाहिँ दिने समय चाहिँ परीक्षा समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म रहेको छ। र तपाईँले यहाँ डेट अनुसार तपाईँको आफ्नो कुन सब्जेक्ट पर्छ त्यही अनुसारले चाहिँ आफ्नो परीक्षा दिएर तपाईँले आफ्नो परीक्षालाई राम्रो गर्नुहुन अनुरोध गर्दछु। आई होप तपाईँलाई यो भिडियो हेरेर चाहिँ केही तपाईँलाई चाहिँ इन्फर्मेसन पाउनुभयो होला भन्ने मलाई चाहिँ पूर्ण आशा छ।